सुकाको है एउटै टोपी है यो चाहिँ हाम्रो आगोमा चाहिँ म्याच बक्समा भएको कारणले गर्दा चाहिँ नि माचो झोली चाहिँ नि कहाँबाट हो हाम्रै झोलो कहाँबाट लिकिन आएछ नि त उयो आगो हुन्छ नि त्यो किन हो Man versus Wild. Ibu बोल्दैन अब धुवाले सिग्नल चाहिँ दिन सक्छ दामी पक्ने वाउ भयो अर्ग्यानिक आगो कहाँबाट खोज्यौ यो तोराहरू ए पाइहाल्छ चियाको लागि दुध बाल्टीमा फिल छैन हो यता काम रहेछ हो यहाँ चाहिँ अब लन्च टाइम हाम्रो जुजोले दिएको अदुवा हो आधी मात्रै काटेको दुध चाहिँ अन्त कसरी के गर्नु दुध चाहिँ केमा पकाउनु त्यसमै हाल्दैन डाइरेक्ट चावल उम्लेर क्या चावल उम्लेर डाइरेक्ट त्यसमै हाल्दैन भइहाल्यो त ए अब आउँछ 1 मिलियन दामी है हाम्रो स्ट्रगल चाहिँ यस्तो हुन्छ नि त अब डेकोरेसन गर्दैछ घरकै घर हेर्नु घरमा मान्छे छैन तर यहाँनिर चाहिँ प्रेम भोज गर्न आँटेको छ चियापत्ती घरबाट ल्याएर चिनी ल्याएर दुध होइन नि दुधको भाँडा हाम्रो देखाइदिनु भाँडा देखाइदिनु भाँडा उहिलेको भाँडा औ उहिलेको भाँडा मा कपहरू पनि चाहियो होला अब खानै तताउनु चाहिँ काम हुँदैछ यहाँ हो ए हो लुगा फेरि जोड्नु पर्ने लुगा जोड्नु पर्ने थियो कि यहाँ सिलाउन सक्दैछ अनि दहले सिलाउनु सक्छ हाम्रो जावा सक्छ यसले यो चिया पाक्दैछ यो एरिया चाहिँ के एरियाको नाम समलबुङ हो यो चाहिँ यहाँदेखि निम्बोङ चाहिँ झन्डै आधी घन्टा दुध दुहेर भाँडा चाहिँ यस्तो नि है दुध दुहेर भाडा काल्यो अब बस मासु केही छैन अब आज सबै जुगाड भाडा धुलो पर्ला नि एम चल पखाल नि त्यो साउथको पिक्चर गुन्डाले हतियार रहेछ हात काट्छ अब
कुरा कुटुन त्यसलाई Oh my god, आगो मुखमा आयो नि हाम्रो struggle आज क्याम्पिङ पिकनिक कम वर्क साइडमा काम पनि हुन्छ अनि पिकनिक फिलिङ सबै किन हालिदिन्छ है ओके अब जाने दुध चिलेर आएको थियो कालिम्पोङबाट घर पनि ल्याएको थियो यहाँको हजुर फ्रिज हाम्रो फ्रिज चाहिँ आज बिहा गर्ने घरको ओनर चाहिँ छैन रहेछ ओनर चाहिँ अझ केटापट्टिको त्यहाँ बिहा हुँदैछ र त्यसले गर्दा उनीहरू चाहिँ भोलि आइपुग्छ र यसो घर चाहिँ खाली छोडेको थियो अनि बिचरा उनीहरू एकजना काम गर्ने स्टाफ चाहिँ यहाँ हामी सघाउन राखेको थियो अनि उसले सबै सफाएको छ है यो 1500 उसले बनाएको अब डेकोरेसन काम चाहिँ यहाँ कालिम्पोङ डेकोरको यहाँ ओनरको हो यहाँ सबै उसले गर्दैछ है बाहिर केटाहरू पनि के गर्नु भाइलाई खुवाउनु पर्यो कपडा लाउँदैछ अनि त्यो बाई द टाइम हामी चाहिँ यहाँ चिया बनाउँदैछ खाना पनि हामीलाई घरको लिएर आएको छु है घरको ल्याएको खाना चम्ची देख चलाइदिनु अलिक राख्नु अलिक उता ऊपर बिच राख बिचमा यत्रो जग्गा छ बिचमा आँगनमा राख्न यसलाई चाहिँ भिड गर्नुपर्छ कति खान्छ तपाईँ साह्रै भएर आउँथ्यो यो तपाईँ खान्छ यो अलिक हाल्नु ओके चिकन खान्छ तपाईँ खान्छ नि तामाङ खान्छ नि आएर चाहिँ अहिले यहाँ त दाल टक्क चलाइदिनु चम्ची दाजु त हाल्दै खान्छ होला सबै केटाहरू जो पिरो खान्छ केले खाने तपाईँ स्पुनले खानु ल या त तँ यो कुन खान्छ सियो खाने हो कहिले भाइहरू एक एक टिफिन लु नभए टिप चाहिँ लेख Sunlight hits in so many ways. Grab my shades and hit अर्को ब्लगर यहाँ no जसको चाहिँ 2 मिलियन सब्सक्राइबर पुग्नु आँटेको छ है यहाँ shells in the sand. पुग्यो दादा Radio Okay. hums a tune I can't name. खानु खानु ल त खानु लिने तपाईँ सुरु गर्नुहोस् Crashing waves, no सुरु गर्नु flip my phone, toss it in my 1 मिलियन सब्सक्राइबर ओके ओके म त्यहाँ दिन लाग्छ Today's for us, no time 1 मिलियन feel the हातले खानुहोस् न यस्तो जग्गामा आएर आम्बो कहाँ चम्चीले खान्छौ हिँगो दिउँसी आउँछ every step a beat we can make. Life's a tune, भाइ दालहरू बेसी हाल्यो sing it till we पुग्यो break. लैजाऊ Concrete warm under my bare चाकमा जाऊ न crowds moving like a heartbeat. त्यो अहिले भाइभाइसँग हो Skipping अर्को अर्को कुर्कुरे खाना त्यो चाहिँ त्यो अहिले भाइभाइसँग मिक्स गर्नु यो टेलेर भाइभाइसँग मिक्स गर्नु leave the old behind.
तेरै मेरो वाइफाईसँग मिस हुन्छ someone's cooking loving काट्नुपर्छ नि कस्तो भयो खाना ल ठिकै छ sparking दुई भात खानु ल shows they care. Colors splash like secrets on these walls. While laughter मिठो छ खानाहरू flows through the बट कस्तो भयो चिसो भइहाल्छ feel the room just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune, sing it till we break. यस्तो पनि उम्लिन्छ र चिया घरमा त उम्लेको थिएन हौ ए जुठो खानु हुँदैन त्यतिबेला यस्तो मिठो चिया भयो कि अदुवा फ्लेभर तपाईँ छक्कै पर्नुहुन्छ चिनी बेसी नहाले आम्बो अहिले तिमीले कहाँ बेसी हाल्छौ जिन्जर फ्लेभर आयो यस्तो मिठो चिया छ कि यो चाहिँ नि सिटी सेन्टरमा बेच्छ नि 50 रुपियाँ भन्ने क्या 50 कि चियाको लागि 100 रुपियाँ कति रुपियाँ हो त खान्छ खाएको त दाम चाहिँ थाहा छैन मलाई म चाहिँ 100 रुपियाँ कप दिन्छु तिमीलाई यो चाहिँ आँपे बहादुर केले भन्छु के लिएर आउँछ हौ कुद्दै रख दो इधर अब हम मिल्क डालेंगे अब चाहिँ हामी के गर्छ भन्दाखेरि चाहिँ फिलहाल चाहिँ नि यो अब हाम्रो भाँडा छैन हो यो चाहिँ उयो ए प्लास्टिक कप दा त्यो कप लिएर बस यहाँ कप चिया खानु कप यहाँ छ कप यहीँ छ प्रभु फाट्दैन होला नि जस्तो कप यहीँ छ उयो त्यो अघिको पेपर मग अम्बो अम्बो माय गॉड यो के तेज पत्ता लिएर आयो किन होइन ल घटेको होइन हालो थियो जोजो यो दुध फाटेको जस्तो छ नि त हो र ए दाजुले हेर्नु त के घिउ हो ला हो चाको चाप हुन्छ नहाले म बिग्रिन्छ चियाहरू त्यो चिया बिग्रियो भने नि अर्को बनाउनु सक्छ कि कोही बेला यो दुध तताएको पनि मान्छे ट्राई गर्छु खाइहाल्छ पर्ला पर्ला अब खाइदिइहाल्छ उम्नी नगर खाइदिइहाल्यो कति छोड्दै उम्नी नगर खाइदिइहाल्नु म अच्छा जग्गा झुट खान्छ नि कहाँ मैले खाएको छुइनँ फाटेको छैन त्यो चम्ची पखालिहाल्यो नयाँ वर्ष नि त फर्ला किन भएन चिया दामी देखेर छु के अब यस्तो जग्गामा यस्तो चिया राम्रो पाएको जस्तो बस्नु दोकानहरू केही छैन घर त एउटा दुईवटा मात्रै घर छ यो जग्गामा यतिको चिया पाएको मेरो तताको जुत्ता भएछ चिया अम्बो गड खानुपर्छ जुजो छेकडा भनेको चाहिँ एउटा भाइको ला 6 जना छ 6 जना दुई एकछिन यहाँ अलिक बेसी बोल्यो कि राख्छु ल मलाई अलिक बाटो बाटो त गरायो कि अन्त यो भयो यो चाहिँ मेन मान्छेहरू 3 जना तिनजना
मजदुरले मजदुरको यो चाहिँ भाँडा धुनेको हो तपाईँ योमा खाने यसमा नि अन्त यो चाहिँ हामी दुईजनाको यो चाहिँ चिया दवा चिया कस्तो छ मनमै छ कस्तो छ नै छ होइन यस्तो हुँदो रहेछ कि यहाँनिर लाग्छ कि त्यहाँ टक्क ठोकेपछि लाइक फिलिङ लागेपछि कि म आज लाइट बल्छ एक्सटेन्सन कट पनि छ कि छैन घरमा छ टाइपको लागेन अघि चिया खाएको भाँडा धुँदैछ एक्सन टल कहाँ भन्दैछ त्यहाँ टल्किन्छ तर सफा भएछ अघि अघि हेरेर सफा भएको छ एक्सप्रेसन हो त्यो त्यसको सास रोकिरहेछ यसले सास रोकिरहेछ यसले माथि चढेको ल म अलिक थाहा चर न तिमी कोल्टे नगर न नि चर न चर सिरी कोल्टे चाहिँ नगर न लसुन हो कि के हो यो नहेर यता बुढीहरू देख्दैछ भयो त अनि थाहा त आरामले केटा हामी के